प्रस्तुत भइराखेका छौँ र आफ्नो योगदान समाजमा कसरी दिइराखेका छौँ र त्यसलाई बेटर रूपमा कसरी दिन सक्छौँ भन्ने कुरा चाहिँ आरोग्यको सामाजिक आयामले चाहिँ प्रस्तुत गर्छ भने पेसाकर्मीहरूको लागि जुन आयाम छ, पेसाकर्मीहरूले जुन स्वस्थ मानसिक स्थितिमा र शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सन्तुलित र भावनात्मक रूपमा पनि सचेत भएर हामीले काम गर्न सक्ने गरी पेसाकर्मीहरू अगाडि बढ्नको लागि आरोग्यको पेसागत आयामलाई पनि हामीले ध्यान दिनुपर्ने उत्तिकै आवश्यकता छ। र म आयुर्वेदमा स्नातक गरेर अहिले छात्रवृत्ति कलाहरूमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत छु र मैले कार्य गर्दै गर्दाखेरि धेरै त भएको छैन, 2 हप्ता जति भयो, तर मानसिक रूपमा पनि दार्चुला जिल्लामा अलिकति समस्या बढ्दै गएको मैले देखेको छु र यो युएनबाट नेपालको प्रपोजलमा चाहिँ जुन एक्सेप्ट भएको छ, यो नेपालको लागि र सम्पूर्ण आयुर्वेद तथा योग र आरोग्य क्षेत्रको लागि नै ठुलो उपलब्धि हो। भारतले आयुष मिनिस्ट्री इस्टाब्लिस गरेर आयुर्वेद तथा अल्टरनेटिभ मेडिसिनलाई चाहिँ अगाडि बढाइसकेको अवस्थामा नेपालले पनि आरोग्य स्थापित गर्नको लागि आयुर्वेदलाई चाहिँ र योगलाई चाहिँ विशेष रूपमा केन्द्रमा राख्नुपर्ने आवश्यकता मैले बोध गरेको छु र हिजो मात्रै नेपाल सरकारले प्रकाशित गरेको प्रतिबद्धता पत्रमा योग, ध्यान र आरोग्य विषयलाई चाहिँ पाठ्यक्रममा समावेश गर्ने कुरा र योग अध्ययन, शान्ति अध्ययन र आरोग्यको केन्द्र नेपाललाई हब बनाउने भन्ने कुरा जुन प्रस्तुत भएको छ, त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न, इन्टिग्रेट गर्नको लागि चाहिँ हामी ग्रासरुट तहबाट जुन पतञ्जलि समिति लगायत यहाँ उपस्थित सम्पूर्णले हामीले जसरी काम गरिरहेका छौँ, यसले एक दिन सार्थकता पाउनेछ भन्ने पनि विश्वास लागेको छ। र अहिले नसर्ने रोगहरूको आदरणीय सरबाट पनि केही कुरा आइसकेको छ। मैले फ्याक्ट र फिगरमा भन्न चाहे, नसर्ने रोगहरूको विविधि यति बढिसकेको छ कि अहिले सम्पूर्ण जति टोटल डेथ्स हुन्छ विश्वमा, त्यसको 75% चाहिँ नसर्ने रोगबाट भइरहेको छ। विश्वमा 4 करोड जनसङ्ख्या नसर्ने रोगबाट मृत्युवरण गरिराखेको छ र त्यो 4 करोड मध्ये पनि 73% चाहिँ नेपाल जस्तो कम आय र मध्यम आय भएको देशहरूमा चाहिँ नसर्ने रोगको विकृति छ। हो, यो अवस्थामा चाहिँ युएनबाटै पारित भएको यो दिवस र युएनले ग्लोबल गोल्सको रूपमा राखेको एसडिजीको विकासको लक्ष्यमा पनि 2030 सम्म चाहिँ 1/3 रूपमा नसर्ने रोगलाई घटाउने भनेर जुन एसडिजी सस्टेनेबल गोल्स राखेको छ। डब्ल्युएचओले पनि ग्लोबल ट्रेडिसनल मेडिसिन सेन्टर गुजरातमा इस्टाब्लिस गरेको छ र एभिडेन्स बेस्ड बनाउने प्रयासमा चाहिँ अल्टरनेटिभ मेडिसिनलाई, आयुर्वेदलाई पनि अगाडि बढाइराखेको अवस्था छ र हाम्रो ट्रेडिसनल लाइब्रेरी पनि इस्टाब्लिस भएको छ र सम्पूर्ण स्वास्थ्यलाई चाहिँ इन्टिग्रेट रूपमा अगाडि बढाउनु पर्ने अवस्था छ। स्वास्थ्य क्षेत्र एलोपेथिक, आयुर्वेदिक, होमियोपेथिक सबैलाई सँगै लगाउनको लागि प्रशासनले पनि सहयोग गरेको छ। दार्चुला जिल्लालाई एउटा इक्जाम्पलको रूपमा अगाडि लगाउन हामी जुझारु भएर काम गर्न तयार छौँ। अहिलेको अवस्थामा आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भवन नभएको कारणले जग्गा प्राप्ति पनि नभएको अवस्था छ। हामी पतञ्जलि योग समितिसँग पनि आह्वान गर्न चाहन्छौँ, सँगै मिलेर योगलाई घर घरमा पुर्याउँ, नसर्ने रोगलाई न्यूनीकरण गरौँ र आयुर्वेद थ्रु चाहिँ हामीले यो आरोग्यताको अभियानलाई दार्चुला जिल्लाबाट इस्टाब्लिस गरौँ भन्दै मेरो 2 शब्द